आएछ चल्दैन होला तर धीरे 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 अहिले पहिला हप्तामा एकचोटि चल्थ्यो अहिले 3 चोटि चल्न थाल्यो मान्छेहरूले बुझ्न थाले यही पेट सिटीको लागि तपाईको काठमाडौँको मान्छे आज दिल्ली जान्छ हजुर है तर दिल्ली किन जान्छ काठमाडौँमा किन हुँदैन भन्दाखेरि जुन एउटा आइसोटॉप्स भन्ने औषधि पाउँछ त्यो हामी कलकत्ताबाट ल्याउँछौँ किनभने निस्केको 3 घण्टा भित्रमा फ्याक्ट्रीबाट निस्केको 3 घण्टा भित्रमा मान्छेको शरीरमा पसिसक्नुपर्छ त्यसले गर्दा हामीलाई चाहिँ कलकत्ता बागडुग्राबाट यहाँ बागडुग्राबाट यहाँ भनेको आधी घण्टा लाग्छ बागडुग्रा चाहिँ 45 मिनट लाग्छ लगभग हामी 1.5 घण्टामा यहाँ आइपुग्छौँ 1.5-2 घण्टा हामीसँग समय हुन्छ अहिले हामीले बिरामी जति लाग्यौँ लाइन लगाएर अब हामी सबैलाई त्यो औषधि दिन्छौँ र अनि एउटा टाइम फिक्चर गरेर भरे राति 10 बजीसम्ममा हामीले 10 बजीसम्ममा यो एउटालाई 20 मिनटभन्दा बढी लाग्दैन अरे पेट सिटी गर्नलाई जिब्रोको हो नि त यहाँको हैन हजुर उहाँको चाहिँ यो भागको अपरेसन गरेको गिजाको हजुर अनि यो बङ्गारा सबै गिजाको निकालियो गिजाको सबै दुलो परेपछि त यहाँ मासु छैन हजुर पलाउँदैन त्यो पछि नपलाएपछि तपाईँको यहाँबाट काटेर यो मासु निकालेर हजुर यहाँ हालियो यो यहाँको मासु हो यहाँ होइन अहिले यो सेट हुँदैछ हड्डी सहित यहाँको भित्रको हड्डी छ नि हड्डी छ त्यो कुरकुरे हड्डी सहित गिजा बनाइयो यहाँ स्टिल तपाईँको मान्छे होइन नि स्टिल पनि हालेर उहाँलाई गरेको छ त्यस पछाडि यो लगेर यहाँ टालियो यो मासु निकालेर लगेर यहाँ टालियो हजुर अब फेरि दोस्रो खेप अहिले अपरेसन गरियो यहाँबाट निकालेर उ गरियो यो सर्जरी भनेको चाहिँ नि तपाईँको हजुर यहाँ मात्रै हुन्छ यो सर्जरी नेपालमा अन्त कहीँ पनि हुँदैन यस्तो प्रकारको जटिल सर्जरी नेपालमा अन्त कहीँ पनि हुँदैन कहीँ हुँदैन डाक्टर बजरङ्गी शाह हुनुहुन्छ हजुर उहाँ चाहिँ मैले जब क्यान्सरको उपचार गरिसकेपछि यहाँ राम्रो डाक्टर नभेटेपछि पछाडि मैले उहाँलाई खोजेर ल्याएको क्या हजुर अहिले त्यसले गर्दाखेरि यही अपरेसन गर्न आज इन्डिया जानु पर्थ्यो भने केही नहुँदा पनि आज 50 लाख आइसकिन्थ्यो हजुर यहाँ चाहिँ कति लाग्ने छ भाइ यहाँ कति खर्च गर्नुभयो अहिले 7 लाख रुपियाँ पैसामा सकिने 50 लाख आइसकेको कुरो 7 लाख 7 मा सकिन्थ्यो यो यति किफायती छ जीवन बाँच्यो मान्छेको जीवन बाँच्यो अब अहिले उहाँ रेडिएसन दिनु हुँदैछ होइन रेडिएसन दिनु आज 6 वटा होइन हजुर अब यत्रो रेडिएसन 6 वटा दिएको मान्छेको काहीँ तपाईँको हेर्नुहोस् यस्तो कालो हुनुपर्ने नि अन्त भरतपुरमा दिँदा अन्त दिँदा कालो हुन्छ जम्मै डर छ हजुर यहाँ रेडिएसन दिएको हेर्नुहोस् त थाहै हुँदैन नि हो कि नि भन्नुहोस् त कस्तो लाग्यो बुवा बिएनसीको सेवा मलाई ठिक लाग्यो सही लाग्यो नजिक सजिलो राम्रो छ इलामको मान्छे खर्चबाट बस्ने चल्छ हामी मेदान्त जानुपर्दा सरकारी हस्पिटल जानुपर्दा क्युमा बस्नुपर्छ अरू हस्पिटलभन्दा पूर्वाञ्चल क्यान्सर अस्पताल राम्रो लाग्यो राम्रो र सजिलो अब यति मात्रै भएन अब यस पछाडि के हो हजुर उहाँले पेट यो कतिको फैलिएको छ भनेर पेट सिटी स्क्यान चाहिन्छ हजुर त्यो पेट सिटी स्क्यान यी माथि छ यही यसैको माथि अहिले म पेट सिटी स्क्यान के हो तपाईँहरूलाई देखाउँ त्यहाँ पनि जान्छौँ होइन हजुर त्यसले गर्दाखेरि यो हाम्रो हस्पिटल भनेको चाहिँ के हो भने क्यान्सरको लागि चाहिँ रेडिएसन हजुर केमोथेरापी अपरेसन पछाडि हजुर होइन अपरेसन पछाडि पेट स्क्यान गरेर हजुर हजुर के छ त रोगको स्थिति त्यो शुद्ध हेर्ने प्रविधि हामीसँग छ र हामीसँग चाहिने भनेको रेडिएसन अङ्कोलोजी क्लिनिकल अङ्कोलोजी मेडिकल अङ्कोलोजी हजुर जिआई सर्जन हेड नेक अङ्को सर्जरी गाइनी अङ्को सर्जरी त्यो सबै एकै छानामा अनि छ हेमाटोलोजी छ नि हजुर हेमाटोलोजी त्यो सबै एउटै छानामा नि छ एउटै छानामाथि मुनि एकै ठाउँमा छ त्यसले गर्दाखेरि आज पूर्वाञ्चल क्यान्सर हस्पिटलले हजुर अमेरिकामा जुन सेवा दिएको छ जुन मिसनबाट सिङ्गापुरमा जुन मिसनबाट सेवा दिएको छ दिल्लीमा जुन मिसनबाट सेवा दिल्लीमा त अहिले यहाँ हुँदै गरेको रेडिएसन भर्खर लाग्दैछ त्योभन्दा पहिले यहाँ थियो त यहाँ थियो अनि उनीहरूकोमा पुरानो मोडलको थियो हजुर पुरानो मोडलको पहिला अब 20 वर्ष अगाडि लगाएको थियो हाम्रो अहिले 20 वर्ष पछाडिको लेटेस्ट टेक्नोलोजी हो त्यही भएर त उहाँको यो
यो रेडिएसन मेसिन छ नि हजुर। यो कालो हुँदैन डढेको देख्दैन क्या होइन थाहा पाउनुहुन्छ त त्यस्तो मेसिन हो अब त्यो सुविधा छ हजुर कुरो बुझ्नु होइन त्यसले गर्दाखेरि यस्ता इन्स्टिट्युसनहरू मान्छेले बुझेर हजुर गुगलमा गएर रिसर्च गरेर सर्च गरेर हेरेर पूर्वाञ्चल क्यान्सर हस्पिटल के हो पूर्वाञ्चल क्यान्सर हस्पिटलको डक्टरहरू कस्ता छन् र पूर्वाञ्चल क्यान्सर हस्पिटलले के गर्छ त्यहाँ बुझ्नु पऱ्यो नि कुरा के सेवा छन् यो अस्पतालमा भन्ने हस् ल जाउँ तपाईँ जाने होइन ल जाउँ तपाईँले गर्नुभयो रेडिएसन पालो ल आएछ चल्दैन होला तर धेरै 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 अहिले पहिला हप्तामा एकचोटि चल्थ्यो अहिले 3 चोटि चल्न थाल्यो मान्छेहरूले बुझ्न थाले यही पेट सिटीको लागि तपाईँको काठमाडौँको मान्छे आज दिल्ली जान्छ हजुर है तर दिल्ली किन जान्छ काठमाडौँमा किन हुँदैन भन्दाखेरि जुन एउटा आइसोटक्स भन्ने औषधि पाउँछ त्यो हामी कलकत्ताबाट ल्याउँछौँ किनभने निस्केको 3 घन्टाभित्रमा फ्याक्ट्रीबाट निस्केको 3 घन्टाभित्रमा मान्छेको शरीरमा पसिसक्नुपर्छ त्यसले गर्दा हामीलाई चाहिँ कलकत्ता बागडुग्राबाट यहाँ बागडुग्राबाट यहाँ भनेको आधी घन्टा लाग्छ बागडुग्रा चाहिँ 45 मिनट लाग्छ लगभग हामी 1.5 घन्टामा यहाँ आइपुग्छौँ 1.5-2 घन्टा हामीसँग समय हुन्छ अहिले हामीले बिरामी जति लाग्यौँ लाइन लगाएर अब हामी सबैलाई त्यो औषधि दिन्छौँ र अनि एउटा टाइम फिक्चर गरेर भरे राति 10 बजीसम्ममा हामीले 10 बजीसम्ममा यो एउटालाई 20 मिनटभन्दा बढी लाग्दैन अरे पेट सिटी गर्नलाई जिब्रोको हो नि त यहाँको होइन हजुर उहाँको चाहिँ यो भागको अपरेसन गरेको गिजाको हजुर अनि यो बङ्गारा सबै गिजाको निकालियो गिजाको सबै दुलो परेपछि त यहाँ मासु छैन हजुर पलाउँदैन त्यो पछि नपलाएपछि तपाईँको यहाँबाट काटेर यो मासु निकालेर हजुर यहाँ हालियो यो यहाँको मासु हो यहाँ होइन अहिले यो सेट हुँदैछ हड्डी सहित यहाँको भित्रको हड्डी छ नि हजुर। हड्डी सहित कुरकुरे हड्डी सहित गिजा बनाइयो यहाँ स्टिल तपाईँको मान्छे होइन नि स्टिल पनि हालेर उहाँलाई गराएको छ त्यस पछाडि यो लगेर यहाँ टालियो यो मासु निकालेर लगेर यहाँ टालियो हजुर अब फेरि दोस्रो खेप अहिले अपरेसन गरियो यहाँबाट निकालेर उ गरियो यहाँ हाल्यो यो सर्जरी भनेको चाहिँ नि तपाईँको हजुर यहाँ मात्रै हुन्छ यो सर्जरी नेपालमा अन्त कहीँ पनि हुँदैन यस्तो प्रकारको जटिल सर्जरी नेपालमा अन्त कहीँ पनि हुँदैन हामी मेदान त जानुपर्छ सरकारी हस्पिटल जानुपर्छ क्युमा बस्नुपर्छ अरू हस्पिटल भन्दा पूर्वाञ्चल क्यान्सर अस्पताल राम्रो लाग्यो राम्रो र सजिलो अब यति मात्रै भएन अब यस पछाडि के हो हजुर उहाँले पेट यो कतिको फैलिएको छ भनेर पेट सिटी स्क्यान चाहिन्छ हजुर त्यो पेट सिटी स्क्यान यी माथि छ यही यसैको माथि अहिले म पेट सिटी स्क्यान के हो तपाईँहरूलाई देखाउँ त्यहाँ पनि जान्छौँ होइन हजुर त्यसले गर्दाखेरि यो हाम्रो हस्पिटल भनेको चाहिँ के हो भने क्यान्सरको लागि चाहिँ रेडिएसन हजुर केमोथेरापी अपरेसन पछाडि